हामी हाम्रो बुको फार्म राई फार्ममा हामी आएका छौँ परिवार सबै आमा कान्छी बहिनी साली बहिनी अनि मेरो श्रीमती लगायत मेरो भाइहरू पनि आएको छ है। र यसरी डल्ले खुर्सानी चाहिँ एकदम राम्रो रहेछ। एकदम यतिखेर चाहिँ एकदम हाम्रो डल्ले खुर्सानी लास्ने लुछार्ने सबै भट्टाबाट धमाधम भइरहेको छ है। तपाईँले सिनहरू देख्न सक्नुहुनेछ है गाइस। हेर्नुहोस् है गाइस, मान्छेहरूको एकदम भिड घुइँचो त्यस्तो त छैन र पनि ठुलो छ नि त फार्मै, त्यो भएर मान्छे छौँ तर धेरै छौँ, तर कता कताबाट देखिन्छ। यहाँ मसँग आउने हाम्रो गुनुया छ, करिश्मा गुनुया हो है। अनि त्यसै गरी साली बहिनीको यहाँ डल्ले खोर्सानीको झ्याङले नै चलेको छ तर देख्न सकिएन। त्यसै गरी हाम्रो मेरो श्रीमती यहाँ है, अनि आमा पर हुनुहुन्छ है। यसरी हाम्रो डल्ले खोर्सानी टिप्ने एकदम चर्की एकदम भइरहेको छ, एकदम धमाधम भइरहेको छ। र त्यसै गरी यो घाम चाहिँ अलिकति टन्टलापुर लागेको छ, तर त्यसलाई मध्यनजर राख्दै हामी डल्ले खोर्सानी लिन आएको कारणले गर्दा एकदम हर्ष र खुसी नै भएकोले गर्दा हामी त्यो रापलाई हामी छुट्टै राख्दै है तपाईँहरूलाई यो हाम्रो बुबुको राई फार्म चाहिँ दृश्य हेर्नुहुनेछ है। हेर्नुहोस् मजाले है गाइस। ल